ओके, यो साल मैले नेपाली फिल्म इन्डस्ट्रीबाट सबभन्दा धेरै पर्खेको मुभी उनको स्विटरको ट्रेलर आएको छ रिसेन्टली होइन। रिलिज हुन पनि 1 हप्ता मात्रै बाँकी छ, 1 हप्ता 2 दिन जति बाँकी छ। एन्ड आई एम जेन्युइनली एक्साइटेड फर दिस मुभी। मिरुना मगरलाई फर्स्ट टाइम दयाङ राई छोडेर अरू कोही एक्टरसँग देखिँदैछ। एन्ड विपिन कार्कीलाई पनि मिरुना मगरसँग फर्स्ट टाइम देखिँदैछ। सो लेट्स हेरौँ ट्रेलर कस्तो छ अनि कुरा गरौँ। राम्रो छ भन्ने सुन्दै थिएँ, हेर्न त हेरेको छैन, बट हियर वी गो। 3 2 1 गो। होइन भाइ, यो बुकीफुल नानीले कानमा सिरिदिया भए कस्तो राम्रो देख्थ्यो होला। यो अन्तिम रिल हो, आउन पनि सक्छ नआउन पनि सक्छ है। ल रेडी है नानी बाबु? हौ लेकालीको आलु त कति लो हुँदो रहेछ त। हाम्रो आलुमा त जति गरे पनि यत्रो फल्दैन त। कस्तो चाहिँ आँखा रहेछ हौ, आलु मात्रै ठुलो देख्ने। पिरो टिमुर र डल्ले खुर्सानीको त कुरै छैन त। हौ खोर्सानी भन्दा पिरो, टिमुर भन्दा टिमुर्केको त हाम्रो सोल्टिनीहरू नै हुनुहुँदो रहेछ। कागले कागै देख्छ, बकुलाले बकुला। अब तपाईँहरूले के देख्नुभयो त्यो भनिराख्नु नपर्ला है। ल हेर मेरो पुत्ने छोरा, निदबा भन्दा नि लाठे भइसकेछ यो त। आलको सोल्टी लेक चढेछ, लेकको हावाले त उडाउँछ है सोल्टी। तिर्खा लाग्यो भने भन है, जाँड छानिदिन्छु। हाम्रोमा चाहिँ यस्तै खालको बिगौती पाइन्छ है दाजु। हाम्रो काफ्लेहरूको पनि बिगौतीको छुट्टै कथा छ नि। यही बिगौतीको न्युमा बासी काफ्ले र साजी काफ्ले भएको। तिमी चाहिँ कुन काफ्ले? गाई भने सानो दुध दिन्छ मानो, खानु कि नखानु, मागेरै लानु नसक्नेसँग जानु कि नजानु, धन सुक्यो रातले फकाउँछ काफले, जानु कि नजानु, धन सुक्यो रातले फकाउँछ काफले, जानु कि नजानु। तिमीलाई एउटा उनको स्वेटर बुनेर लगाइदिन्छु भनेको, बुनेरै सकिन हौ। अनि भइगयो नि त, कति न कहिले नै भेट्न हुने जस्तो। हाम्रो फुलमा एक कानाले गर्दा सबैलाई बिरलो लाग्छ। तँ पनि त्यो गुरुङसिंहसँग हिँड्छस् नि, कुरा के हो? फुलको मान मर्यादा इज्जत के पनि छैन होइन? कार्टुन गाडेको सपनामा देखाएको छु क्या मैले। मेरो बाउको च्याप खोटेर च्याप बनाइदिन्छु। जाँठा यहाँ भनेको छ नि, के गर्नु, सेन्सरले बिप गरिहाल्छ। सेवारो आतङ्कवासे हजुरहरूको बगैँचामा फुलिरहेको फुल अन्जानी अन्जानीमै हाम्रो बगैँचातिर सरेछ। एक रङ्गी थियो बहुरङ्गी भएछ, अनि पो सुन्दर भएछ। हामीले स्वीकार गरेन भने कहाँ पो जान्छ यिनीहरू? हामी त यही खबर लिएर पो आयौँ। सेवारो अदङ्गबासे तिमी जस्तै न्यानो तिमी जस्तै शीतल उनको ओके लेट्स टक स्टोरीको बारेमा बेसिक कुरा गर्नुपर्दाखेरि आई थिङ्क देखाएअनुसार होइन, त्यो काफ्ले गानाबाट पनि थाहा हुन्थ्यो कि विपिन कार्कीजी काफ्ले हुन्छ अनि मिरुना मगरजी लिम्बू हुन्छ। अनि अफकोर्स विपिन कार्कीले अब मिरुना मगरलाई मन पराउँछ होला, मिरुना मगरको क्यारेक्टरलाई। त्यसपछि मेन भनेको नेपाली समाजमा हुने प्रब्लमै देखिने हो, जुन जात बिचको प्रब्लम छ त्यही देखिन्छ। अफकोर्स मेन थिङ होइन, फिल्मको मेन थिम त्यही नै हुन्छ होला। बट
खासै केही नयाँ स्टोरी वाइज त होइन, बट हेर्नलाई मजा आयो। ट्रेलर हेरुन्जेल मेरो अनुहारमै स्माइल थियो, त्यही कारणले पनि म एक्साइटेड छु। एन्ड अफकोर्स सेकेन्ड थिङ मिरिना मगर, सी जेन्युनली ब्युटिफुल एन्ड आई रियली लाइक हर क्यारेक्टर इन दिस मुभी। अरू फिल्ममा त प्रायः मिरिना मगर दिदी कमै हुन्छन्, बट यसमा त ट्रेलरमै धेरै बोलिरहेको छिन्, विच इज रियली गुड। एन्ड भिजुअल्सहरू धेरै नै राम्रो छ, मलाई ट्रेलर्सको भिजुअल्सहरू धेरै नै मन पर्यो होइन। म्युजिकमा सुजन चापागाई, वान अफ माई फेभरेट सिङ्गर फ्रम नेपाल, अफकोर्स मलाई मन परि नै हाल्छ होइन, प्रायः यसको सबै गाना सुनेकै छ, त्यही कारणले अफकोर्स मन परेकै छ। मैले एक्सपेक्टेसन गरेको थिइनँ कि भिजुअल्सहरू यति राम्रो हुन्छ भनेर, भिजुअल्स धेरै नै राम्रो थियो, धेरै नै मन पर्यो। एन्ड एक्टिङको त केही कुरै गर्न चाहदिनँ, यसमा त एक्टिङ केही प्रब्लम हुनेवाला छैन, हिच्किने आयो एक्टिङमा त केही प्रब्लम नै हुनेवाला छैन होइन। बाँकी अब कति दिन पनि रहेछ, 9 दिन पछाडि मुभी रिलिज हुँदैछ, 9 दिन पछाडि मुभीहरूमै कुरो गरौँ। एन्ड फाइनल्ली दयाङ राई दाईबाट अब विपिन कार्कीको पालो गरिबको रोल खेल्ने त्यस्तो देखिन्छ। दयाङ राई दाई गर्नुभयो होला, नत्र दयाङ राई दाईलाई मात्रै देखेको नि त हामीले यस्तो क्यारेक्टरमा। विपिन कार्कीको लागि यो क्यारेक्टरहरू पुरै नयाँ हो, आई थिङ्क मेबी, सायद मैले यस्तो मुभी हेरेको छुइनँ विपिन कार्कीको।